हेलो साथीहरू, आज चाहिँ हामीलाई म निकितालाई चाहिँ खाना छ नि त साथीकोमा, एलिसाकोमा हो। अन्त हामी चाहिँ अब खाना खानु जाँदैछु। अनि निकिता चाहिँ माथि उसको घरबाट आउँछ, यहाँबाट चाहिँ म र नानी जाँदैछौँ। अनि एलिसाको घर चाहिँ माथि छ नि त, बारी गाउँ भन्छ त्यसको जग्गाको नाम चाहिँ हो। हाम्रो चाहिँ यतापट्टि छ नि त। अन्त जाँदैछौँ, हेर्नुहोस् होला हाम्रो गाउँको बाटो कस्तो छ भनेर हो। हेर्नुहोस् होला, नानी बोकेर हिँड्ने यति साह्रो पर्छ नि, थाक्छ हो। एक्लै पनि हिँड्छ कि तर लड्छ भन्ने डर हुन्छ नि त, किनभने बाटोहरू यस्तो खालको छ कि। यहाँबाट चाहिँ जान्छौँ हामी हो। पहिला यो बाटो हामी कति कुदी हिँड्थ्यौँ सानो हुँदाखेरि। अनि हाम्रो घर मतलब हाम्रो गाउँको घरहरू यस्तो छ हाम्रो गाउँ चाहिँ हो। अनि यहाँ माथि चाहिँ जङ्गलहरू छ, यहाँ तल चाहिँ सबै गाउँघरहरू मात्रै छ हो। हेर्नु सक्नुहुन्छ बाटो यस्तै छ पहिल्यैदेखिको यो बाटो। हामी स्कुलहरू जाँदाखेरि यही बाटो भएर जान्थ्यौँ हो, मजा आउँथ्यो त्यतिखेर जाँदाखेरि। यही बाटोबाट गएर साथीको घर निक्लेर त्यहाँबाट साथीहरूलाई बोलाएर जान्थ्यौँ हो। यहाँले चाहिँ हेर्न सक्नुहुन्छ, थाके नानी बोकेर कस्तो थाक्छ, हिँड्नु सक्दैन, के गर्नु अब नि, बोलाएको जग्गामा जानै पर्यो। साथीले बोलाएपछि नाइ भन्न सकिँदैन। अब बल्ल त हामी साथीभाइहरू पनि भेट भएको होइन, नभए त म कहाँ, एलिसा कहाँ, निकिता कहाँ। अब अहिले एउटा साथी त आइसा उसको ससुरालीमा छ हो। अनि हामी 3 जना मात्रै छौँ नि त अहिले यहाँ गाउँमा, त्यो भएर हेर्न सक्नुहुन्छ यहाँ जाँदैछौँ। म चाहिँ साथीको घर आइपुगिसकेँ, अब चाहिँ म जाँदैछु साथी भएकोमा हो। हेर्नुहोस् होला त्यसको घर चाहिँ यहाँ छ, जाँदैछु म। एलिसा यहाँ चाहिँ एलिसाको आमा, एलिसाको निनी हुनुहुन्छ। यहाँ चाहिँ एलिसा अम्बो, यहाँ चाहिँ एलिसा छ हो, पकाउँदैछ। खाना पनि आइसकेको छ कि हाम्रो। अन्त ब्याकग्राउन्डमा चाहिँ हेर्नुहोस् न मेरो नानी खेलिरहेको छ हो। खानामा चाहिँ यहाँ राइस छ, यहाँ चिकन, यहाँ आलु, यहाँनिर चिल्ली पटेटो बनाएको रहेछ हो। साथीले हामीलाई खिलाउनुको लागि बनाएको छ। खै निकिता चाहिँ आएकै छैन यति बेलासम्म पनि। यहाँ चाहिँ निकिता आउँदैछ, उसको मिठुलाई लिएर आउँदो रहेछ। त्यही त भनेको तर म चाहिँ केही लिएन, निकिताले के लिएर आएछ। खानाहरू पस्किसकिसक्यो, यहाँ साथी चाहिँ ढिलो आइसक्यो हो। यहाँ चाहिँ भागहरू भइसकिसकेको छ, एलिसाले सब रेडी गरिसकेको छ। पस्किँदैछ सबैको भाग, यहाँ बसिरहेछ। उसलाई भोकले थुकाइसकिसकेको छ के अरे हो, बसिरहेको छु, वेटमा बसिरहेको छु, कहिले पस्किसक्छ र खानु भनेर चाहिँ वेटमा छौँ हामी हो। अन्त मेरो नानीको तमासा हेरिहाल्नुहोस् होला यहाँनिर। लु यसले पनि सुरु गर्यो, उसले पनि सुरु गर्दैछ। कस्तो भएछ निकिता खाना? दामी भएछ। अब म पनि सुरु गर्छु ल गाइस। देख्दैछ निकिता, हेर त। म पनि खान्छु ल। एकदम दामी सब्जी नछकिकन एकदम दामी भन्दैछ। ओके बाई बाई गाइस, बाई बाई नानी, बाई बाई गरिदेऊ।